guys. So Winnipeg finally winter पेक भएको छ. हिजोबाट अलि मजाले स्नो पर्न थाल्यो. If you can see White Winnipeg. के छ त प्लान आजको हाम्रो? आजको प्लान हाम्रो ग्रोसरी जाने. ग्रोसरी जाने. भर्खरै मिस्टर आयुष गिरीद्वारा एउटा खबर आएको छ कि मुनि मलमा स्टल्सहरू लागेर के प्रोग्राम जस्तो हुँदैछ अरे. त्यहाँ नि एकछिन निस्किने हेरौँ. सकेको छैन भने त्यो पनि हल्का हेरौँ. हल्का विन्टर स्टार्टिङ अफ विन्टर इन विनिपेग नि हेरौँ. बिल्डिङ मुनिको माहौल यस्तो छ. के हो क्रिसमस हाम्रो अपार्टमेन्ट पनि यस्तो विचित्र रहेछ. हामीलाई थाहा छैन. क्रिसमस बजार टाइपको. This one's got rolls in the back there. Here, this one's a little bit less than the other ones are. No, this one looks so good. You know, one guy worked on an airline, bought an airplane. I saw him a year later. He says more people came to visit him to play with his airplane. Wow. It's a sweet outfit. How much is it? तिमी गार्डन एक्सपर्ट नै हो. हात्ती लभर्स राम्रो. त्यो दाँत चाहिँ मलाई मनपर्छ. यो चाहिँ नि उयो रहेछ कि मलाई लाग्यो जर्मन बेस्ड मार्केट जस्तो लाग्यो. सबै झन्डाहरू सबै जर्मन लेखेको छ. बाहिर पनि त्यस्तै के लेखिरहेको थियो. बाहिर पनि त्यस्तै लेखिरहेको थियो. यहाँ हुँदैछ म्युजिक पर्फर्मेन्स. हाम्रो बिल्डिङ पनि यस्तो रहेछ हैन. अहिलेसम्म थाहा नभयो. 3 वर्ष भयो बिल्डिङमा बसेको. यस्तो हुन्थ्यो भनेर त पहिलोचोटि थाहा भयो. त्यो पनि थाहा न आइसले भने चाहिँ हामीलाई. अब चाहिँ हामी आज मिनी ग्रोसरी शपिङ जाने. दामी छ नि है. कस्तो टल्केको तिमी यस्तै हिउँ परिरहेछ. के गर्नु त? What? के
बाय बाय टाटा बाहिर मस्त हिउँ परिरहेको छ अब हेरौँ मारौँले भनेको अनि हिउँ परेपछि नहेरेर के गर्ने त अनि हेर्नु परेन हेर्नु भएन हिजो रातिसम्म त हल्का त्यो सेफ्टीमा भएछ त उयो गाडी चिप्लै गयो स्नोमा लाउँ चिप्लेको होइन पार्किङ गर्न खोज्दैछ हाम्रो गाडीमा चाहिँ अब स्नो मोड पनि छ होइन स्नो मोड लगाइदिउँ हल्का के छ स्नो मोड ए होइन होला छ नि अब विन्टर टेल चेन्ज चाहिँ गरेको छैन हल्का डर चाहिँ लागिरहेछ मलाई चलाउनलाई विन्टर टायर अब मन्डे मात्रै चेन्ज हुन्छ हाम्रो तर अल सिजन हो यतिले त फरक नपार्नु पर्ने हो यो ब्ल्याक आइस हुँदा चाहिँ अलिकति गाह्रै पर्छ अन्त ब्ल्याक आइसलाई त विन्टर टायरले पनि के चाहिँ गर्छ र यो चाहिँ नेपाल बस्नेहरूलाई कति त्यस्तो गर्ने ठाउँमा कसरी हिउँ पर्छ भन्छ नि यसरी पर्छ हेर भन्छ नि मान्छेहरूले त्यो गर्मीको भिडियो हाल्दाखेरि -30, 35 सरी माइनस भन्दैछु प्लस 30-35 पुग्छ कसरी पुग्छ त्यस्तो हिउँ पर्ने ठाउँमा भन्छन् नि त यसरी पुग्छ होइन होला यो विचित्र ठाउँ हो क्या विनिपेग भनेको नि पुरै गर्मीमा +35 पुग्छ अनि जाडोमा -35 पुग्छ ठिकै छ त के बोले भाइ अब के बोले हामी चाहिँ सुपर स्टोर आइसकेका छौँ अहिलेको गाडीमा अहिलेको घडीमा अरू घडीमा चाहिँ कहाँ थियो घडी भनेको समय हो यो विन्टर भएपछि सबै गाडीहरूको स्पिड अटोमेटिकली घट्ने बिस्तारै अरू बेला यस्तो पेललाई कुदाएर हुन्छन् Superstore, real Canadian superstore. ल अब हामी भित्र जान्छौँ है त बारेमा केही भनिदिनुहोस् न मौसम चाहिँ बाहिर हिमपात भइरहेको छ र तापक्रम चाहिँ -7 डिग्री रहेको छ धन्यवाद चिप्लो छ चिप्लो काठ वहीँबाट हेर्छौँ है लोपे खोज्यो कि कहाँ यहाँ हो त स्याम्पूको सेक्सन उता हो त नि स्याम्पू अरे यहाँ चाहिँ ह्यान्ड एन्ड बडी केयर त्यसलाई कोरियन स्याम्पू ट्राई गर्ने अरे मोइस्चराइजर स्याम्पू लक्ष्मीजीले भनेपछि मान्नै पर्यो घरको लक्ष्मीले यस उल्लू बेबी बेबी ओइ यो उल्लू कि तिमी उल्लू फोक्स यस्तो मलाई सानो धुप्पीको रुखको त्यो पनि आर्टिफिसियलको $44 भनेको नेपाली लगेको 4000 कन्डेमबाट टिप्दै ल्याउनु भने त व्यापार राम्रो हुन्छ जस्तो त हो ठुल्ठुलोको त अनि 40-50 हजार पर्छ त नि यहाँ त एउटा रुखको
त तिम्रो मेन्डेटरी पार्ट हो नि त ओम शान्ति ओमको है क्या हो ए भनेपछि त्यस्तो त्यस्तो है क्यान्डल हो त्यो ओम शान्ति ओममा यस्तै घुम्ने थियो नि एउटा तिब्बत क्यान्डलको परिकारहरू आज सुपरस्टोर आओ 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 है गाइजहरू 179 प्याज छ 600 रुपियाँको लसुन अदुवा सेलमा रहेछ 198 दलाल गर्न नमिल्ने सब्जीवालाहरूसँग यहाँ माथि क्यासियरसँग दलाल गरौँ गएर दाइ 100 मा दिन्न भन्दै $1 मा दिनु न भन्दै गरौँ न ल तपाईँको न मेरो 1.5 मा मिलाउ भन्दा होइन सब्जी किनिँदैछ राष्ट्र तरकारी लिएर आयो राष्ट्र तरकारी हप्तामा एक दिन फुलकोपीको झोल खान भन्दा खाना पुरै हुँदैन राष्ट्र तरकारी दिदी सन्तला कसरी एक झोलाको 500 रुपियाँको सन्तलो कत्रो हो स्याउ पनि यार यो क्रिप्स होला धेरै जस्तो बिक्री गर्छ चामल 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 त छैन हुन्छ नि 13 मा 1000 रुपियाँ लगभग यो त 11 भन्छेपछि लगभग 1000 रुपियाँ फेरि पनि नेपाली है चामल तेल सुन न एउटा क्वेसन सोध्छु ल यो किन छोरी मान्छे चाहिँ यसो मार्केट जाँदाखेरि सबै स्टल डुल्नै पर्ने आई मिन सबै एरिया हरेक सामान हेर्नै पर्ने चाहिँ किन हेर्दैनौ नहेरी हिँड्न चाहिँ हिँड्छौ नि त भन न तिमीले एन्सरै दिएनौ तिमीले एन्सरै दिएनौ कि किन सबै आयल डुल्ने ए त्यो भएर चाहिँ हो खतरा बल्ल आज थाहा हो किन छोरी मान्छे चाहिँ डुल्नु केही छुटिहाल्छ कि भनेर हजुर 1299 लानु त लान सकिन्छ टिल्डा चामल नेपालको बासमती चामल जस्तो छ 1299 खाऊँ न त एकदम म त प्रोग्राममा जाने आज ठिकै छ यो चाहिँ हाम्रो एरिया इन्टरनेसनल फुड सेक्सन हामी नेपालतिरको एसियाको मान्छेले चाहिने मरमसला सबै यहाँ छ के भेट्यो पहिला खान्थ्यो अचल त खान्न यो क्रिम्समा कति खान्थ्यो के भरे अनि म पहिला कति खान्थेँ कि नेपालको बाहेक चाहिँ हरेक ठाउँको सामान पाउँछ मैले एउटा दालमा ढालेँ भाइ तपाईँ खान होला है फ्रुटी खाने हेर फ्रुटी किन्यो फ्रुटी कुन फ्रुटी किन्यो ओरेन्ज म्याङ्गो ओरेन्ज जस्तो यसको ओएसिसको क्लेमेन्टाइन ल जिउँदो गङ्गाटा कुद्दैछ एउटा खान्छौ लैजाऊ कुन यो लाने यो मिस्टर क्राब स्पोन्ज अफ क्राब नै हुँदैन कस्तो गरेर हेर्दै थियो हामीले भनेको 48.58 भनेको 4000 रुपियाँ केजी नेपाली लगभग लब्स्टर यसलाई के भन्छ नेपालीमा कहाँ झिँगे माछा यस्तो हुन्छ यो पनि एक खालको गङ्गटा नै हो नि होइन समुद्रको गङ्गटा मासु कुकुरको मासु 30% अफ त्यो यहाँ हुन्छ त यो लानु पर्ला यिनीहरू नयाँ प्याकेजिङमा अन्त 1000 रुपियाँको अन्डा 30वटा भनेपछि एउटा अन्डाको 30 रुपियाँ नेपाली
यो नेपालमा मम्मी बाबालाई हो क्या यो चाहिँ कति पर्छ के पर्छ हुन्छ नि 30 रुपियाँ एउटा अन्डाको अब दही किन्न गएको पक्का दही निकाल्छ र दही निकाल्यो त्यहाँबाट कुन लाने सुरज सक्यो हाम्रो सपिङ ब्रेडहरू लाने होला नि त आइसक्रिम ब्रेडहरू नलाने बेकरी भित्र पस्दा त उज्यालै थियो त हौ बाहिर आउँदा यति छ कति बेर भयो 1 घन्टा पनि भएको छैन ल 45 मिनट भएको छ सपिङ सक्यो अब लाग्छ नि घर हिउँमा खेल्न गाह्रो भएको मेरो काम थियो पहिला के थियो भित्रबाट चाहिँ अनलाइन सपिङ अझै यो ठुलो कार्डहरू लगेर मान्छे गाडीमा राख्नुपर्छ यस्तो हिजो मेरो चाहिँ गाडी बाहिर मान्छे सफा गरेर मस्त उयो सफा गर्नुपर्छ होला मैले पनि सफा गर्ने टाइपको यो चाहिँ अहिले जान्छ कतिको जाडो छ आम्मा कस्तो यो परेको कस्तो जमिरहेछ पुरै हिउँ भित्रबाट एकछिन पग्लिन्जेलाई पर्ख्यो पग्लिसकेपछि हामी जान्छौँ घर यत्रो हिउँ पर्छ नेपाल बस्नेहरूलाई कति रमाइलो लाग्छ मान्छे हिउँ खेल्नलाई कता कता जान्छन् हामी हिउँदेखि भाग्नुपर्छ अन्त बेब्स पछाडिबाट गाडी जाँदैछ ब्याक गर्न पाइएको छैन अब जान्छौँ गाडी खाली भयो कस्तो आनन्द थियो आउँछ नि हावाले चाहिँ गाह्रो हुनु रोक्यो नि 50 मिटरसम्म हिँड्नु पर्ने 50 सेन्टिमिटर मिटर त होइन सेन्टिमिटर मिलिमिटर छ 50 मिलिमिटर ब्रेक लाउन डर लाग्छ परैबाट ब्रेक लाउन दुःख सुख आइपुग्यो घर चिप्लिँदै आइपुग्यो घर अरे ल गाइस सी यू इन द नेक्स्ट व्लग यस्तै त्यो हिउँ अझै अरू अझै हिउँको एक्स्ट्रा कन्टेन्ट लिएर हामी चाँडै नै फर्किनेछ होइन त टिल देन यसो लाइक सेयर कमेन्ट सब्सक्राइब पनि हान्दै हुन्थ्यो धर्मै हुन्थ्यो